ठाडो संघीय मन्त्रीजीको पनि आदेशको अवज्ञा गर्दै यहाँका शिक्षा अधिकारीहरूले जुन यसमा चाहिँ ठुलो चलखेल गरेका छ, ठुलो रूपमा भ्रष्टाचार गरेका छ, मैले खुलेरै भन्नुपर्छ। यहाँ सबभन्दा नाइके तपाईँको धनुषादेखि लिएर जिल्लाका जुन तपाईँको शिक्षा अधिकारीहरू छ त्यो सबभन्दा नाइकेहरूको अड्डा हो र यिनीहरूले चाहिँ सबैतिर आफ्नो अनुकूलमा जब बुझ्यो यताबाट भएन त कुनै कुनै शिक्षक सङ्गठनलाई पनि उचालेर हामीले पनि 2-4 ठाउँबाट फोन आयो कि यसरी यसरी समन्वय इकाइ प्रमुखले चाहिँ शिक्षकलाई फोन गरेर भन्दैछ तपाईँहरू यसरी विज्ञप्ति निकाल्नुहोस्, यसरी म्यासेज दिनुहोस् कि हामी विद्रोहमा जान्छौँ, हामी पार्टिसिपेट गर्दैनौँ भनेर त्यसरी चाहिँ उहाँहरूले चाहिँ यो क्रियाकलापले गर्दै हुनुहुन्छ। त्यस असर यो चाहिँ शिक्षामा चाहिँ यो एसईमा जहिले पनि यही चिट चोरी राख्ने अनि पढाइको टाइममा पढाइ नै गराउने अनि यसरी नै परीक्षा अमर्यादित गराउँदै जाँदाखेरि शिक्षाको स्तर कसरी अगाडि बढ्छ। त्यसकारण यो शिक्षाको स्तर सुधार्नको लागि सबै पक्षको सबै सरोकारवाला व्यक्तिको आफ्नो आफ्नो ठाउँबाट चाहिँ आवश्यकता छ। यसमा लाग्नुपर्ने पर्छ र यसमा लागेन भने यसमा चाहिँ तपाईँको मलाई लाग्दैन मध्य प्रदेशको शिक्षा सुध्रिन्छ। त्यसकारण चाहिँ हामीले यही लास्टमा भन्यो कि अब हाम्रा प्रदेश सरकारबाट चाहिँ यो एउटा मात्रै आग्रह गरेका थियो, त्यसले गरेर उहाँहरूलाई दिएको छु र यो केन्द्रबाट पनि आयो र यो केन्द्र अध्यक्ष नियुक्ति गरेन, यिनीहरू मिलोमतैको नमा नियुक्ति गर्दाखेरि यसमा हामीले प्रदेश सरकारबाट जुन एउटा निरीक्षणको टोली हुन्छ अथवा अनुगमन गर्ने अथवा कुनै पनि किसिमका यसमा उहाँहरूको अनैतिक कामको साक्षी हामी बस्दैनौँ। त्यसकारण चाहिँ आजको मितिबाट हामी एसई परीक्षाको शुभकामना दिँदै हामी प्रदेश सरकारबाट चाहिँ समन्वयमा हुँदैनौँ। उहाँहरूले जुन हिसाबले उहाँहरूले गठन गर्नुभएको छ, जुन हिसाबले गर्नुभएको छ त्यो गर्योस्, हामीलाई कुनै भएन। तर मध्य प्रदेशको अवस्था जुन शिक्षाको गुणस्तर खस्किँदै गइरहेछ, अहिलेको रिजल्ट जुन घट्दै गइरहेछ, त्यसलाई कन्ट्रोल गर्न पनि नदिने हामीले नियम कानुन बनाए पनि अनि राम्रो भएन भनेर अब जति मधेस सरकारले लिइराख्नुपर्ने र मधेसको हरेक व्यक्तिले लिइराख्नुपर्ने अवस्था छ। मधेसमा यो एउटा धप्पा लागिरहेछ कि एसईसी भनेको हाम्रो भविष्यको सुरुवात हो, थालनी हो र त्यहीबाट हामीले कन्ट्रोल गर्न सकेनौँ भने हामीले आफ्नो भविष्यको के चाहिँ उज्जवल सपना देख्न सक्छौँ भनेर म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। र सर्वप्रथम त हाम्रो मध्य प्रदेशमा यसपालि 88,858 विद्यार्थी सहभागी भइरहेको छ। ती विद्यार्थीहरूको उज्जवल भविष्यको कामना गर्न चाहन्छु। माता जानकीले उहाँहरूको उत्तर प्रगति होस् र शुभकामना 7 गतेदेखि हुने इक्जाममा शुभकामना दिन चाहन्छु। साथै अब यो प्रत्येक जिल्लामा तपाईँको 70 लगायत पर्सासम्म 70मा 8,715 विद्यार्थी छ, सिराहामा 10,703 विद्यार्थी छ, धनुषामा 13,654 विद्यार्थी छ, मोहतरीमा 10,952 विद्यार्थी, सर्लाहीमा 12,032 विद्यार्थी, रौतहटमा चाहिँ 10,479 विद्यार्थी, बारामा 9,686 विद्यार्थी र पर्सामा 12,637 विद्यार्थी सहभागी भइरहेको छ। ती सहभागीमा प्रत्येक जिल्लाको लगभग 142 देखि लिएर झन्डै तपाईँको म्याक्सिमम 119 सबभन्दा कम रौतहटमा र सबभन्दा बढी 195 स्कुल चाहिँ सहभागी धनुषाको भइरहेछ यो सेरोफेरोमा। अनि परीक्षा केन्द्र पनि उहाँहरूले नै तोक्नु भएको छ। विगतमा जसरी तोकिँदै आइरहेको थियो त्यसमा पनि हामीले ल ठिक छ परीक्षा केन्द्र पनि त्यहाँका भौगोलिक अवस्था हेरेर त्यहाँका विद्यार्थीहरूको हेरेर, जबकि यसमा पनि ठुलो चलखेल जुन कि अस्ति नै यो सम्पूर्ण मिडियामा आइसकेको सिराहामा पनि ठुलो चलखेल भएको छ भनेर त्यो समाचारै आएको थियो। त्यसमा के सत्य तथ्य हो त्यो छानबिन गरेरै निकाल्न सकिन्थ्यो, किनभने मैले आँखाबाट नहेरेको कुरो मैले फ्याट्ट बोलिदिँदाखेरि त्यो पनि राम्रो भएन। त्यसकारण चाहिँ यो ठुलो तपाईँको नेक्सेस छ जो कि 20 वर्षदेखि मधेसको शिक्षा स्तरलाई जुन दिन योभन्दा अगाडि हामीले कतिचोटि भनिसकेको कि मधेसबाट चाहिँ पहाडको कुना काप्चामा मधेसका शिक्षकहरू गएर पढाएर पहाडमा शिक्षित गर्यो। पहाडका कुना काप्चामा स्वास्थ्यका कर्मचारी, भेटनरीका कर्मचारी, कृषिका कर्मचारी, नापीका कर्मचारीहरू, मधेसका कर्मचारीहरू त्यहाँ गएर कुना काप्चामा काम गर्यो। तर 20 वर्षमा
यस्तो शिक्षाको स्तर आयो कि किन यस्तो आज हामी साक्षरताको कुरो गरिरहेछौँ। देशमा 10वटा असाक्षरता जिल्ला भएको जिल्लामा 7वटा मध्य प्रदेशको पुछारबाट चाहिँ यो तपाईँको मध्य प्रदेश आइसकेको छ भने यसको हामीले सरकारमा आइसके पछाडि शिक्षाको पनि सुधार गर्नुपर्छ। शिक्षाको स्कुल पनि अनुगमन, यो मैले अस्पतालहरू अनुगमन गर्दै जाँदाखेरि म्याक्सिमम तपाईँहरूको सोसल मिडियामा हेर्नुभयो होला कि म्याक्सिमम चाहिँ त्यहाँ चाहिँ मलाई क्वेसन आइरहेछ तपाईँ शिक्षामा पनि अनुगमन गरिदिनुहोस्। तर म एउटा मुख्यमन्त्रीको हैसियतमा के हेरिरहेको छु भन्दाखेरि सङ्घ सरकार र स्थानीय पालिकाको 0 to +2 सम्म अधिकार उहाँहरूको हो। उहाँहरूले सञ्चालनदेखि लिएर पठन पाठनदेखि लिएर शिक्षकहरूको सरुवादेखि लिएर सबै कुरो उहाँहरूको मातहतमा भए तापनि हाम्रो अधिकार हामीले खालि अनुगमन गरेर त भएन। भोलिका दिनमा त्यहाँ केही कमी कमजोरी पायो भने, केही सुधार गर्नु पर्यो भने त्यहाँ चाहिँ हाम्रो कुरो चाहिँ जानु पर्यो भन्दाखेरि त्यो कुरोलाई हामी मध्यनजर हेरेर त्यहाँ एकैचोटि हात हाल्न सकेनौँ। तथापि यो शिक्षालाई सुधार गर्नुपर्छ भन्दाखेरि हाम्रो अब तपाईँहरूलाई पनि थाहा होला कि ऐन ठुलो कि नियावली ठुलो, निर्देशिका ठुलो। जब ऐन मा प्रष्ट व्यवस्था गरेको छ कि प्रदेश सरकारलाई चाहिँ सम्पूर्ण, अघि नै हाम्रो मन्त्रीजीले भनिसक्नुभयो कि हाम्रो शिक्षा सचिवको संयोजकमा एउटा टिम छ, जो टिमले परीक्षा केन्द्रदेखि लिएर परीक्षाका केन्द्राध्यक्षदेखि लिएर सहायक केन्द्राध्यक्ष, निरीक्षक लगायत सम्पूर्ण नियुक्ति गर्ने अधिकार उहाँहरूलाई दिएछ।